मेरो साथमा हुनुहुन्छ प्रमिसा श्रेष्ठजी। आज चाहिँ 2 दिन भयो। 2 दिनमा चाहिँ उहाँले अब गाडी अब गियर चेन्ज गर्नु 1 नम्बर, ब्याक गियर चेन्ज गर्नु चाहिँ सक्नु भएको छ र उहाँले चाहिँ अब ड्राइभिङ कतिको चाहिँ चलाउनु सक्ने भयो 2 दिनमै हैन। अब सिकाउने मान्छे बिना नै उहाँ एक्लै नै अब घुमाउनु सक्ने कि नसक्ने हेरौँ आज भनेर चाहिँ मैले यो भिडियो बनाउँदैछु। हेर्न सक्नुहुन्छ हजुरहरूले। ल प्रमिसाजी अगाडि जानुहोस् त। सिधा अगाडि गएर यसो घुमाउँदै 1 राउन्ड कतिको सक्नु भएछ हजुरले 2 दिनमा। उहाँ एक्लै हुनुहुन्छ, प्रमिसा श्रेष्ठ हुनुहुन्छ उहाँको यहाँको नाम र अपाङ्ग हस्पिटलको नर्स पनि हुनुहुन्छ उहाँले बिरामीलाई पनि एकदम राम्रोसँग हेरचाह गर्नुहुन्छ र मैले पनि मसँग जति पनि सिक्ने दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई राम्रोसँग ड्राइभिङ सिकाउनुपर्छ भनेर मैले सिकाइरहेको पनि छ र सिकाउने पनि छु र जति पनि मसँग सिक्नुभएको दाजुभाइ दिदीबहिनीहरूको चाहिँ उहाँहरूको चाहिँ मन नदुखाइकन एकदम उहाँहरूलाई नै ह्याप्पी बनाएर खुसी बनाएर चाहिँ मैले सिकाउने छु र 2 दिनमा चाहिँ उहाँले यतिको गर्नु सक्नु भएको छ। उहाँ बिना म बिना नै खाली ठाउँमा घुमाउनु सक्ने भएको छ र सबै चिजहरूको चाहिँ अब भनौँ न क्लच, ब्रेक, एक्सलेटर, स्टियरिङ, गियर थाहा पाएर चाहिँ उहाँले चाहिँ यतिको चलाउनु सक्नु भएको छ हैन। हुनु त एकै दिनमा हुनुपर्ने हो। फर्स्ट दिनमा चाहिँ उहाँ अलिकति आत्तिनु भएर अलिकति डर के कसो हो अलिकति राम्रोसँग नबुझ्नु भएको भएर उहाँले अलिकति गर्नु सक्नु भएन र दोस्रो दिनमा चाहिँ यहाँले यतिको गर्नु सक्नु भएको छ। यतिको गर्नु पनि एकदम धेरै ठुलो कुरा हो। धेरै राम्रो गर्नु भएको छ। एकदम सबै कुरा बुझेर जानेर गर्नु भएको छ। प्रमिसा श्रेष्ठजीले मजाले घुमाउनु भएको छ। यता आउनुहोस् है, यता आउनुहोस् काट्दै आउनुहुन्छ। आउनु भइरहेछ। रोक्नुहोस् ठिक छ। राम्रो गर्नु भएको छ। रोक्नु सक्नु भएको छ, बढाउनु सक्नु भएको छ। धेरै राम्रो छ।